हिउँ परिरहेको अवस्था छ। यसरी हेर्नुहोस्, हिजो चाहिँ यहाँ काला पहाडहरू थिए, आज सेतामै हुँदै गइरहेका छन्। यो अहिले यहाँ चाहिँ यो होटेलको अगाडि 1 फिट हिउँ जमिरहेको अवस्था छ। अनि यो पहाडहरूमा नि 1 फिट पुग नपुग हिउँ परिरहेको अवस्था छ। मान्छेहरू लौरो टेकेर तलमाथि यो हिउँमा नि गरिरहेको अवस्था छ। हेर्न सक्नुहुन्छ माथि अन्नपूर्ण बेस क्याम्पतिर जाँदै गरेका छन् मान्छेहरू। यी चिसो छ, -6-7 डिग्री सेन्टिग्रेड छ, 7-8 डिग्री सेन्टिग्रेड, -7 छ कि जस्तो छ। कति डिग्री छ आज अहिले? अनि यो पुरै टेबलको यो पुरा यो आधा फुट जति डुबाइरहेको छ। हेर्नुहोस्, हिमालको चाहिँ रमणीय अवस्था भनेको यही हो। अब माछापुच्छ्रे चाहिँ देखिया छैन, हिउँ परेर पुरै सेतामै भएर ढाकिरहेको छ। यतातिर माछापुच्छ्रे पर्छ, यो हिउँले ढाकेको ठाउँ छ, हिउँ परिरहेको ठाउँ छ। हजुरहरूलाई थोरै चाहिँ माछापुच्छ्रेको थोरै भाग चाहिँ यहाँ देखिएको ठाउँमा म देखाइरहेको छु जुम गरेर। नत्र भने यतातिर झन् बढी यो माछापुच्छ्रे साइडतिर अझ बढी हिउँ परेको छ अन्नपूर्ण बेस क्याम्पतिर भन्दा। यो 3-4 सेन्टिमिटर चाहिँ छतमा पनि जम्मा भएको हो अवस्था छ। हिउँ पर्छ भन्ने चाहिँ जानकारी त थियो। यहाँ चाहिँ अब इन्टरनेट मार्फत हामीले वेदर फोरकास्टमा हेर्दाखेरि, तर यति रेगुलर हिउँ धेरै नै हिउँ एकैचोटि पर्छ भन्ने चाहिँ थाहा थिएन। आज चाहिँ फेरि वेदर फोरकास्टले 3 फिटसम्म हिउँ पर्ने भनेर देखाएको छ। हिजो चाहिँ अलिअलि हिउँ पर्ने भनेको थियो भने आज 3 फिटसम्म हिउँ पर्ने भनेको छ। उनलाई त हिउँ पर्दाखेरि यो हामीले अगाडि देखिएको झन्डाभन्दा पछाडि देखिएको यो ठुलो ढुङ्गो पनि डुबाउने अवस्था हुन्छ यहाँ कहिलेकाहीँ। यो चाहिँ यो उखड फुखड देखिएका ढुङ्गाहरू चाहिँ सम्म देखिन्छन्। र अब हिउँ पर्ने सिजन सुरु भएको छ। अब आज भोलिसम्म हिउँ पर्ने भनेको छ। हेरौँ, अहिले सनराइज हुने बेला भयो भनेर हामी माथि जान खोजेको, हिउँले रोकियो। अरू परेका छैन, हाम्रो त्यो हिम्मत जुटेको छैन, किन भन्दाखेरि हिउँ रेगुलर परेको कारणले गर्दाखेरि हामीले त्यो हिम्मत जुटाएका छैनौँ। यो माथिको चाहिँ अब यो मोरेन हो, यो उतापट्टि चाहिँ ग्लासियर पर्दछ। यतातिर गङ्गापूर्ण पर्दछ, गङ्गापूर्ण हिमाल। यतातिर माछापुच्छ्रे हिमाल। यतातिर अन्नपूर्ण बेस क्याम्प र अन्नपूर्ण साउथ हिउँचुली यता पर्छ। अन्नपूर्ण 1 चाहिँ यता अलिकति यता पर्छ, अलि माथि पर्छ। यहाँबाट 2 घन्टाको बाटोमा अगाडि बढ्दै जाँदाखेरि हामी अन्नपूर्ण बेस क्याम्प पुग्छौँ। ल हेर्नुहोस्, मेरो चाहिँ यो अवस्था। यसरी चाहिँ हामी कपडा चाहिँ टन्न लगाएर हिउँमा चाहिँ खेल्ने तयारीका साथ हामी चाहिँ यहाँ आएका छौँ। मजा आउनु पर्यो। यहाँ चाहिँ यति गरेछ यता पुरै डुबेको अवस्था छ। हेर्नुहोस्, यता पुरै डुबेको अवस्था छ। खै सफा गर्नु पर्यो है राम्रोसँग। अब म तपाईहरुलाई अन्नपूर्ण बेस क्याम्प काठमाडौँबाट आउँदाखेरि कति समय लाग्छ, कस्तो फिजिकल फिटनेस भएको मान्छेले कसरी गर्ने भन्ने कुरा पनि म थोरै आफूले जानेको कुरा सेयर गर्न गइरहेको छु। नर्मल्ली म यहाँ अहिले किचनमा छु, डाइनिङमा। नर्मल्ली काठमाडौँबाट एक दिन पोखरा
दोस्रो दिन त्यहाँबाट जिप लिएर पोखराबाट हरिचोक भन्ने ठाउँ छ, हरिचोकबाट हामीले जिप लिएर झिनु डाँडासम्म आउन सक्छौँ। झिनु डाँडासम्म आउँदाखेरि 7,000 रुपियाँ जिपको भाडा लाग्छ भनौँ न रिजर्भमा। 7 देखि 9 जनासम्म चाहिँ जिपमा अटाउँछ। 3, 4 दुना 8, 9 जना। कम्फर्टेबल्ली तपाईँहरू 7 जना चाहिँ बस्न सक्नुहुन्छ। झिनु डाँडा चाहिँ लगभग 3 घन्टाको यात्रामा पोखराबाट झिनु डाँडा पुर्याउँछ। त्यसपछि चाहिँ झिनु डाँडाबाट दोस्रो दिन पोखराबाट हिँडेको काठमाडौँबाट पहिलो दिन पोखराबाट हिँडेको झिनु डाँडापछि 2 घन्टा तपाईँहरू कति घन्टा हिँड्न सक्नुहुन्छ त्यसमा भर पर्छ। छुमरुङ तपाईँहरूको डेस्टिनेसन राम्रो डेस्टिनेसन हुन्छ सबै खालका ट्रेकर्सहरूको। छुमरुङ पछि तेस्रो दिन चाहिँ देउराली भन्ने ठाउँमा चाहिँ तपाईँहरू आउन सक्नुहुन्छ। देउराली नसके पनि अलि तल हिमालयसम्म आउने कोसिस गर्नुभयो भने यात्रालाई सहज हुन्छ। त्यसपछि तेस्रो दिन चाहिँ माछापुच्छ्रे बेस क्याम्प। माछापुच्छ्रे बेस क्याम्पबाट चाहिँ चौथो दिन अन्नपूर्ण बेस क्याम्प र एक दिन त्यहाँ रमाइलो हेरेर फेरि फर्किने क्रममा तपाईँहरू छैटौँ सिनुवा भन्ने ठाउँ छ, सिनुवामा र त्यसपछि पोखरा अथवा काठमाडौँ त्यहाँबाट तपाईँहरूले यात्रा तय गर्न सक्नुहुन्छ। मिनिमम 7 दिनको यात्रा काठमाडौँ टु काठमाडौँ 7 दिनको यात्रामा तपाईँहरूले यो यात्रा पुरा गर्न सक्नुहुन्छ। अब तपाईँहरू एथलेटिक ग्रुप हो भने 6 दिन 5 दिनमा पनि सक्नुहुन्छ। नर्मल्ली यो यात्रा 8 देखि 10 दिनको यात्रा गर्नुभयो भने तपाईँहरूलाई यो वेदर च्यालेन्ज पनि सजिलो हुन्छ। वेदरको च्यालेन्ज फेस गर्न पनि सजिलो हुन्छ। त्यसैले तपाईँहरू चाहिँ हिमालको यात्रा गर्दाखेरि यो मौसम अथवा बेमौसम जहिले पनि 1-2 दिन स्पेयर टाइम राखेर गऱ्यो भने यात्रालाई सहज राम्रो रमाइलो गराउन सक्नुहुनेछ। अब म यहाँ भित्रबाट बाहिरको दृश्य देखाउन गइरहेको छु। हेर्नुहोस्, यहाँ चाहिँ मजाले हिउँ परिरहेको छ, उडिरहेको छ। अहिले चाहिँ अलिक कम परिरहेको अवस्था हो। अब सायद देखियो कि देखियो होइन, हिउँ अलि हावा पनि लागेको भएर अलि फास्ट दौडिरहेको छ हिउँ। यतातिर नजिकबाट देखाउँछु म। Good morning. How are you? You okay? Oh, no, I'm good. I wanted to just chit chat with you. You okay? Where are you from? Korea. South Korea. South Korea? Okay. So I heard that you're planning to go back tomorrow. The flight? Yeah. It looks like we may not be able to go to ABC. अब Feels like we cannot go today, ABC. Huh? Because of the weather, we don't think we can reach ABC today. तल चाहिँ हिउँ दौडिरहेको छ। It will be very risky if we go. ओके, यति भन्दै तपाईँहरूलाई शुभ बिहानी, तपाईँहरूको सबैको दिन शुभ रहोस् भन्दै म तपाईँहरूबाट बिदा हुन चाहन्छु। गुड मर्निङ, नमस्ते।